हेलो गाइज, अहिले चाहिँ म बिहान बिहानै यहाँ तल उठेर हिँडिसकेको छु। हिँड्दा बाटोमा मैले होइन एउटा भाले देखेँ। भाले त नि खोज्छ मसँग र यहाँ यसो हाँस्दै गर्दै त्यसमा त ए जनावर पो हो भन्दै म आफ्नो गन्तव्यतिर लागेँ। र तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ? र आज चाहिँ होइन 8 कक्षाको भाइ बहिनीहरूको एक्जाम रहेछ। ऊ पऱ्यो नि त लाइन आम्बै। अनि म चाहिँ चिया खानतर्फ लागेँ, गएँ चिया खाएँ। एउटा टिकटक नि यसो ट्याकटुक 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 लगाएर बनाइदिएँ होइन। फेरि कहिलेकाहीँ त फेरि आफूलाई होइन अब्बर हेन्सम जस्तो लाग्छ, तर फेरि यसो सम्झिन्छु छुइनँ नि यार, म तिमीले सोचे जस्तो हेन्सम अरे होइन। अनि त्यसपछि म फेरि घरतिर फर्किँदै यहाँ दोकानमा यसो सामानहरू राखेको रहेछ, हेरेँ के खानुहुन्छ त भन्नु त, तर आफ्नै पैसाले म चाहिँ किनिदिन सक्दिनँ भन्दै लागेँ म। अनि यसो हेरेँ, टक्क यताउता हेरेँ, अनि आफ्नो छायालाई हेर्दै रमाउँदै हिँडेँ। अनि यसो हेर्दा त यो घर जस्तो होइन सपना, यो घर यतिको घर चाहिँ म पनि बनाउन सक्छु कि भन्ने सपना। अनि आएँ, म आफ्नो रुमतिर आएँ। बाहिर फुल हेर्न सक्नुहुन्छ। र यो यहाँ देखिँदै गरेको यो भित्रपट्टि चाहिँ यो चाहिँ मेरो रुम हो। यहाँभित्र हेर्न सक्नुहुन्छ। अब रुममा छिर्दैछु यस्तै गयो मेरो बिहान चाहिँ। अनि रुममा छिरिसकेको छु म। र तपाईँहरू के गर्दै हुनुहुन्छ? र रुमको हालत चाहिँ भइहाल्छ अब मिलाउनु थालेको। धन्यवाद।